नमस्कार साथीहरू, के तपाईँलाई थाहा छ एउटा साधारण गाउँले शिक्षकले नेपालको दुर्गम हिमाली गाउँमा इन्टरनेट पुर्याए कसरी? आज यो कथा सुनाउँछु। डाक्टर महावीर पुनको अविश्वसनीय यात्रा। महावीर पुन म्याग्दी जिल्लाको नाङ्गी गाउँमा जन्मिनुभयो। विद्यालयमा किताब शिक्षक केही थिएन। उहाँ गाई चराउँदै हुर्किनुभयो। बुबाले गोर्खा पेन्सनबाट बचत गरेको परिवारलाई चितवन सार्नुभयो र उहाँको पढाइ सम्भवत बढाउनुभयो। 13 वर्षसम्म 4वटा विद्यालयमा शिक्षक बन्नुभयो। पछि अमेरिका गएर शिक्षा पुरा गर्नुभयो। नेटवर्क कसरी पुर्याए? गाउँ फर्किएपछि उहाँले ठुलो सपना देख्नुभयो। दुर्गम गाउँमा इन्टरनेट, बिजुली, टेलिफोन केही थिएन। उहाँले पुरानो कम्प्युटर दान माग्नुभयो। सानो हाइड्रो जेनेरेटर ल्याएर बिजुली बनाउनुभयो। घरेलु टुभी एन्टिना र वाइफाई राउटर प्रयोग गरेर पहिलो वायरलेस लिङ्क बनाउनुभयो। केही वर्षमै 13 गाउँ जोडियो। अहिले 15 जिल्लाका 175 भन्दा बढी दुर्गम गाउँमा इन्टरनेट पुगेका छन्। उपलब्धि र किताब। यो कामका लागि उहाँले रामन म्याक्सबाट अवार्ड, इन्टरनेट हल अफ फेम जस्ता ठुला सम्मान पाउनुभयो। 2012मा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नुभयो। उहाँको आत्मकथा महावीर पुन सम्झना, सपना र अविरल यात्रा किताब बेचेर करोडौँ रुपैयाँ उठाउनुभयो, जसले आविष्कार केन्द्रको काम चलाउन मद्दत गर्छ। महावीर पुनको सन्देश: सपना देखे, सङ्घर्ष गर, समुदायसँग जोडिरहने काम गर। तपाईँ पनि आफ्नो गाउँमा समाज बदल्न सक्नुहुन्छ। किताब पढ्नुहोस्, प्रेरित हुनुहोस्। भिडियो मन परे सेयर र सब्सक्राइब गर्न नबिल्नुहोला। धन्यवाद। जय नेपाल।